सो हेलो गाइज वेलकम टु माई न्यू डे एन्ड न्यू ब्लग। आई हजुरहरू सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आज चाहिँ म 6 बजे टक्क लाएर खेतमा गएर खेत रोपेर सब सकेर चाहिँ म आएर टक्क नुहाइसकेँ। कपाल पनि चिसो छ। सो हिजो चाहिँ अर्जेन्टिना भर्सेस इङ्ल्यान्डको कताको म्याच थियो। म्याच हेरेर ढिलो सुत्यो कि अनि त्यसपछि लगभग 12:45 मा म्याच थियो। 12:45 मा म्याच हेरेर लगभग 2:30 बजीतिर सुतेको थिएँ अनि उठ्ने बेला 6 बजे उठ्यो। 6 बजे उठेर मुखसुख धोएर म चाहिँ लागेँ अनि अहिले चाहिँ आएर फेरि म चाहिँ यहाँ मकैतिर यसो हेरिरहेको। हिजो चाहिँ उतातिरको सबै सकिसक्यो, अब यता बाँकी छ किनकि मकैहरू सब सकिसक्यो। त्यो चाहिँ खोस्टाहरू अरू यतातिर बाँकी छ। हाम्रोतिर मकै चाहिँ बबाल छ। फेरि मकै हेर्न सक्नुहुन्छ, बबाल यस्तो बबाल मकैहरू हुन्छ हाम्रोतिर चाहिँ। कोही मकै फेरि यहाँमा भर्खरको बच्चाहरूको दाँतको जस्तो छ, कोही चाहिँ फेरि राम्रो छ, कोही अब चाहिँ खोस्टाहरू। अनि हाम्रो गाउँतिर चाहिँ यस्तो भ्यू छ है, बबाल। आजको भ्यू चाहिँ एकदम बबाल छ क्या। न धेरै घाम छ न धेरै त्यो छ क्या, एकदम बबाल पारमा छ क्या। देख्नुहुन्छ मौसमहरू सब बबाल छ क्या, एकदम पारामा। यो चाहिँ हाम्रो गाउँपालिका अहिले बन्दैछ गाउँपालिकाहरू। यो मेरो काकाको घर अनि उता चाहिँ भर्खर पानी पर्न लाग्यो, बादलहरू अँधेरो हुँदैछ। यो चाहिँ पुरा यस्तो पारामा हुँदैछ। अनि यो डाँडा, यो माथिको डाँडालाई चाहिँ लभ डाँडा भन्छ, लभ डाँडा। किनकि मान्छेहरू बस्छन् त्यो चाहिँ डेटिङ बस्छन् मान्छेहरू, त्योहरू लभ डाँडा भन्छन् क्या। अनि यो मेरो अङ्कलको घर, आबाको घर, अङ्कलहरूको घर रहेछन्। तर मौसम चाहिँ एकदम बबाल छ। अरू बेला चाहिँ लगभग पानी परेको बेलामा चाहिँ मौसमहरू चाहिँ अलिक फरक देखिन्छ क्या। यस्तो क्लियरली देखिँदैन जुन अहिले यस्तो क्लियरली देखा त्यसरी देख्दैनन् क्या। फेरि धेरै डेन्जर घाम भएको बेला पनि त्यति पनि क्लियरली देख्दैन क्या। ठिक्कको घाम पनि न पानी पनि भयो भने चाहिँ बबाल मौसम देखिन्छ क्या। अब पहिला सुन्नु न, अब भनौँ न पहिला विदेशमा बसिँदाखेरि यस्तो महसुस हुन्थ्यो कि सबै मरुभूमि क्या, पुरा मरुभूमि। यस्तो डाँडाकाँडा कहीँ हुने थिएन, सम्मै होइन बिल्डिङहरू पनि। अब अन्ततिर त अब सानो हो, अब जस्तै ठुल्ठुलो सिटीहरूमा चाहिँ ठुल्ठुलो हो अब सिटीहरू, बिल्डिङ होइन। पुरा हावापानी सब छुट्टै हुन्थ्यो। अब आफ्नै नेपाल देशतिर चाहिँ बवाल छ है, डाँडाकाँडा मस्त सर हावा पानी होइन, एकदम मिठो पारामा। सो अस्ति जुन फर्स्ट दिनको भिडियो थियो नि मेरो, त्यो चाहिँ मैले खेत रोपेको बेला बनाएको थिएँ। किनकि म उताबाट विदेशबाट आउने बेला चाहिँ भिडियो बनाउनु पाएन, किनकि हतारमा आएको थियो, सबजना 8 केटाहरू थियो। अनि त्यसपछि अलिकति ढिलो पनि भएको थियो अनि भित्रहरू केही काम पनि गर्नुपर्ने थियो। अनि त्यो भएर चाहिँ ढिलो मैले भिडियो बनाउनु पाइएन। सो मेरो यो भनौँ न भित्र बनाउँदा फेरि पनि अलिकति साउन्ड आउने के। अनि बनाउनु ट्राई गरेको, बनाएको कि तर मैले भिडियो अपलोड गरेन क्या। किनकि एकदम साउन्ड आयो क्या, एकदमै साउन्ड आयो क्या। जस्तै अब त्यहाँ माइकमा अनाउन्समेन्ट गरेको बुढाहरू कराएको रोकको प्लेनको साउन्डहरू भित्र धेरै साउन्डहरू आयो क्या, ब्याकग्राउन्ड साउन्डहरू अलिकति नसुहाउने भएर। अनि त्यसपछि मैले भिडियो बनाएन। अनि त्यसपछि अब काठमाडौँ झरेपछि नि बनाउने वातावरण मिलेन। किनकि मेरोतिर चाहिँ भनौँ न मम्मी बुबा दाइ लिन आएको थियो। अनि त्यसपछि म चाहिँ डाइरेक्ट कहीँ नझरिकन टक्क झरेँ अनि कल गरेर आएर गाडी बुकिङ गरेको थियो। गाडी बुकिङ गरेपछि गाडीमा चढ्यो अनि त्यसपछि एकछिन अब काकाहरूसँग भेट्यो। म कहीँ नेपालमा आएर चाहिँ म कहीँ पनि भेटेन नि गाइज, किनकि म कहीँ गएँ पनि कसैले पनि भेटेन भन्दाखेरि मैले काकालाई भेटेँ अनि आमा बाउ भएको। काठमाडौँतिर चाहिँ कहीँ घुम्न पाइएन, डाइरेक्ट गाडीमा आइयो। रात अब लगभग हामी 10:30-11 बजीतिर चाहिँ घर आइपुगेको थियो। आएर अनि लगभग अनि आइयो, सामान प्याकिङ पुरा थियो, सब आनन्द पारामा खोलेर यताउति गर्दाखेरि सुत्ने बेला ढिलो भइगयो। त्यसपछि भोलिपल्ट चाहिँ म काममा हिँडिहालेँ, किनकि अब घरमा बसेर काम छैन होइन। अब उता पनि त्यत्रो आनन्दले बसेर आएको, अब घरमा गएर अब यस्तो खेत रोप्ने बेला छ अहिले बर्खाको बेलामा। अब बसी पनि त बस्नु सकिएन, सबजना काम गर्ने अनि म चाहिँ चिजमा बस्नु पनि मिलेन। सो भोलि बिहान आउने बित्तिकै म चाहिँ काम गर्नु गएँ। भोलिपल्टको भिडियो हजुरहरूले पनि देख्नु भइसक्यो होला होइन। भाउजू के छ हालखबर? हाम्रो चाहिँ भाउजू भर्खर नुहाइरहनु भइसक्यो।
यस्तो मौसम पारामा। अनि मेरो काका चाहिँ यहाँ मैले भिडियो बनाएको हेर्दैछ कि आनन्द पारामा भिडियो बनाएको। बस म चाहिँ माथि छतमा आएर भिडियो बनाएको थिएँ, त्यही भएर यहाँ आनन्दले हेर्दैछ नि। यतातिर कोही तल कराउँदैछन् बाबा भन्दै, कोही कराउँदैछन्, कोही रुँदैछन्। हाम्रो गाउँको चाहिँ बवाल छ गाइस, भ्युजहरू देख्नु सक्नुहुन्छ, देख्नुहोस्। फाइनली म चाहिँ अब लगभग गाउँमा चाहिँ धेरै दिन बस्दिनँ, अब 4-5 दिन हो। 4-5 दिनपछि चाहिँ म कहाँ जान्छु भनेर सोच्नु भयो होला। 4-5 दिनपछि चाहिँ म काठमाडौँ जान्छु, किनकि काठमाडौँतिर चाहिँ मेरो काम छ। अनि अब जस्तै अब घरमै बसेर पनि धेरै भएन होइन। टक्क खेत चाहिँ आज हाम्रो फाइनली खेत चाहिँ सक्यो, खेत रोपेर अब बिहानै गएर भर्खर आएको, सबै सकिसक्यो। अब कोदो पनि बाँकी हो, कोदो पनि लगभग अब भोलि र पर्सि सकिन्छ होला। अनि सकिसकेपछि चाहिँ अनि अब 4-5 दिनपछि चाहिँ म काठमाडौँ जान्छु, किनकि काठमाडौँमा काम छ, कामहरू गर्नु पऱ्यो नि त होइन। अब अलिअलि थोरै कामहरू छ, गर्नु पऱ्यो लगभग भनौँ न। त्यसपछि चाहिँ गएर म सब केटाहरूलाई पनि भेट्छु, अनि यसो घुमघाम गर्नु पऱ्यो, किनकि आएर कहीँ घुम्न पनि पाइएन, डाइरेक्ट घरमा आयो। त्यतिखेर चाहिँ अब आनन्दले काठमाडौँमा घुमिन्छ, आफ्नो कामहरू सकाइन्छ। अनि त्यसपछि लगभग 9:00तिर चाहिँ घर आइन्छ। अब मान्छे त एकदम बिजी हो नि फेरि म त। अब गाइस अब म लगभग भनौँ न, अब अहिले भिडियो बनाएपछि म अर्को भिडियो चाहिँ घुम्न गएको बनाउँछु, किनकि म यहाँ गाउँमा आएर पनि घुमेको छैन। गाउँमा आएर पनि नघुमेपछि म घुम्न जानेवाला छु। लगभग त्यो डाँडातिर जान सक्छु, यो मास्तिर डाँडा, नत्र मेरो गाउँपालिकाको पछाडितिर पनि जान सक्छु म, किनकि कहीँ घुम्न गएको छैन, घुम्न पर्ने हुन्छ। किनकि आएकोदेखि काम गरेछु, सो त्यही हो। अब चाहिँ जानुपर्ने हुन्छ। अनि हाम्रो मेरो यहाँ छोरी र बाउ चाहिँ यहाँ, छोरी र मेरो दाइ आउँदैछ। मेरो दाइ चाहिँ यहाँ माछा हेर्दैछ, माछा। छोरी पनि यहाँ गरेर आएको छ। माछा हेर्ने मान्छेहरू यस्तो छ नि, यहाँ माछा टन्ने पालेका छन् कि हाम्रोतिर यहाँ एकदम पारामा। सो त्यही गाइस, म चाहिँ अर्को भिडियो चाहिँ घुमेको आनन्द पारामा बनाउने छु। सो अहिले चाहिँ म सो तलतिर तपाईँहरूलाई म मेरो माछा देखाउनेवाला छु नि। हाम्रोतिर चाहिँ माछा एकदम डेन्जर पालेको छ, डेन्जर छोरी तार्नु त। हाम्रो माछा त्यस्तो बल्छ है, सानो पारामा। यता चाहिँ बुढाहरू छ, यता चाहिँ ठुल्ठुलो। यहाँ चाहिँ 3टा मात्रै बाँकी छ, 3टा मात्रै यहाँ चाहिँ टन्ने छ बुढाहरू। यसको चाहिँ यहाँ माउहरू छ, यहाँ टन्ने। यहाँ चाहिँ धेरै छैन माछाहरू, अलिक कम्ती नै छ। यता चाहिँ यो चाहिँ बुढाहरू चाहिँ टन्नै छ, यहाँ यति छ। अनि अझै तलतिर पनि माछा छ, तर चाहिँ गोल्डन फिस तल चाहिँ गोल्डन फिस छ। अनि बजारतिर पनि छ। अब चाहिँ माछा चाहिँ भनौँ न जहाज पारामा पालिरहेको छ हाम्रोतिर चाहिँ। फेरि जे पनि हुन्छ कि जे पनि गरेछ। अनि अब त्यही हो गाइस, हाम्रो मकै छ, यो मकै चाहिँ गर्नुपर्ने हुन्छ। अब त्यो चाहिँ सकेको, यो चाहिँ अब छोडाउनु पर्ने हुन्छ आनन्दले मिलाएर। अनि त्यसपछि यो मकै पनि आनन्दले छानी हाल्दै केलाउँदै गर्नुपर्ने हुन्छ। सोचे गाइस, घर आएर चाहिँ आनन्दले बस्नु पाइएको छैन। लगभग अब 4-5 दिनपछि चाहिँ बस्न पाइन्छ। के गर्नु होइन, अब यत्रो ठुलो भइसक्यो छोरो, घरमा बसेर पनि त्यत्तिकै बस्न पनि भएन। सो त्यही सोचेर मैले चाहिँ आउने बित्तिकै काम गर्न चलिदिएको। अब बसेर पनि त काम छैन होइन, अरू काम गऱ्यो भने अलिकति काम सकिन्छ, काम हुन्छ भनेर चाहिँ म काम गर्नलाई हिँडेको। तर हालत चाहिँ एकदम खराब छ है। आएकोदेखि काम गरेको छु, हात पुरा पानीले खुपाइसक्यो, जिउ के गर्नु। अब नेपाल आइयो, आनन्दले बस्नु पहिला सोच्दै थिएँ, तर ठ्याक्क बर्खामै आइपुग्यो। अब खेतसत रोप्नु रहेछ। अनि अब सबैजना मेरो दाइ भाउजू पनि घर आउनु भएको रहेछ। अनि त्यही मौकामा सबै फ्यामिलीहरू मिलेर खेतसेत खनियो, अलि लगाइयो, रोपियो। अनि फाइनली आज सकियो। अब भरेतिर चाहिँ हामी बिउ गर्न गइन्छ नि। त्यसपछि बिउ गरेपछि भोलि पर्सि सकिन्छ नि, किनकि बिउ पनि गर्नुपर्ने हुन्छ। त्यही भएर जति छिटो सक्दो काम सकाएर म चाहिँ काठमाडौँतिर लाग्नुपर्ने हुन्छ, किनकि यहाँ बसेर अलिकति हुँदैन। जति सक्दो काम सकाएर चाहिँ अलिकति यसो घुम्नु पऱ्यो क्या। यहाँ बसेर पनि अलि अप्ठ्यारो लाग्छ, घरमा कति बस्नु भनेर। सो त्यही हो, म चाहिँ अब घुम्न जानेवाला छु। अनि अब भोलि पर्सि भन्दाखेरि म आज बिउसिउ काटेर चाहिँ एकछिन बस्तीतिर चाहिँ म त्यो मास्तिर डाँडामा जानेवाला पनि छु। सोच्दैछु जाम कि नजाम भनेर। जान पनि सक्छु, नजान पनि सक्छु, तर त्यो चाहिँ थाहा छैन। किनकि अब काम
सक्यो भने गइन्छ, काम सकिएन भने गइन्न, किनकि अब काममा भर पर्छ होइन। सो त्यही हो, हाम्रोतिर चाहिँ यस्तो मौसमले चाहिँ बेग्लै फिल गराउँछ के आनन्द सर र डाँडा काँडामा गयो आनन्दले बस्यो भने सर र चिसो आउँछ सर र एकदम। सो त्यही गाइज फाइनली म चाहिँ तल जानै पर्ने भयो, किनकि तलबाट बोलेर किनकि खाजा खानु पर्ने भयो। आइयो नुहाएपछि म चाहिँ यसो अब नेट छैन क्या मेरो, अहिले बत्ती गएको छ, हाम्रो गाउँमा बत्ती गएको छ। सो त्यही भएर म चाहिँ यसो माथि के छ नि त यसो बसेको बेलामा यसो भिडियो सिडियो बनाइदिउँ, मेरो गाउँको बारेमा देखाइदिउँ, म आएको बेला के भयो भने हजुरहरूलाई सुनाइदिउँ भनेर यसो भिडियो बनाइदिएको। अहिले चाहिँ अब बत्ती नआए पनि खाजा बनाउँदै हुनुहुन्छ। सो खाजा खान जाँदैछु म। सो मेरो भिडियो हेर्ने लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। सो यतिसम्म भिडियो हेर्नलाई धन्यवाद एन्ड थ्याङ्क यू। सो बाई बाई गाइज।